दुनियाँको एकमात्र फल तपाईले यसलाई खान सक्नुहुन्छ तर रुख चाहेर पनि लगाउन सक्नुहुन्न। तर यस्तो पनि होइन कि यसको कुनै रुख हुँदैन। यसको रुख त आफको रुख भन्दा पनि ठुलो हुन्छ। तर यसको रुख लगाउनको लागि धेरै टेक्नोलोजी लगाउनुस् तर यसलाई उमार्न कहिले सक्नुहुन्न। यो हो तपाईको काफल। यो नेपाल र भारतको हिमाचल प्रदेशमा पाइने एकमात्र एकदमै स्वादिष्ट फल हो। यो फललाई तपाईले खाएर जमिनमा लगाएर तपाईले जिन्दगीभर पानी र मोल लगाउनुस् तर पनि यो कहिले उम्रिँदैन। यसको कारण यो फलको बिउको आउटर भागमा एकदमै कडा हुने गर्छ। यसको भित्री अक्सिजन र पानी जान सक्दैन। यो प्रकृतिमा यस्तो सोलुसन छ कि आफ्नै आप पत्ता लगाउने गर्छ। यसको बिउलाई एउटा चराले खाने गर्छ। चराले खाइसकेपछि चराभित्र भएको डाइजेक्सन इन्जामले यो बिउमा साना साना प्वाल बनाइदिने गर्छ। यो कामलाई कुनै मिसन वा कुनै मान्छेले गर्न सक्दैन। अन्तिममा यो चराले कुनै पनि ठाउँमा गएर दिशा गर्ने गर्छ। त्यसपछि त्यसै रुलको कारण जमिनमा यो बिउ खस्ने गर्छ अनि केही वर्षपछि यो रुख उम्रिने गर्छ।